बल्ल बुगी आइयो है। यहाँ बहिनीहरू चाहिँ हिँडिराख्नु भएको। फाइनल्ली बल्ल बुगी आइयो यो हो। गाह्रो छ है। त्यही भएर तपाईले मजाले आउनुस् ट्रेन गर्नुस्। ल बल्ल बुगी आइयो है। फाइनली ल म त्यसमा अब टिकटक बनाइदिनुहोस्। स्वर्ग छ स्वर्ग। स्वर्ग छ ठाउँ स्वर्ग रहेछ। ल फाइनली गाइस बल्ल बुगी आइयो है हामी। फुल चाहिँ यसबाट फेरि उता जानुपर्छ तारा खोला भन्नेमा तेनरी यस्तो लागेको छ है। बाक्लुङ बुगी है हामी चाहिँ धोरपाटनदेखि हिँडेको। बिहान 6:30 बजीदेखि हिँडेको। भर कति बज्यो 11:15 भएछ है। भनेपछि 7, 8, 9, 10, 11 5 घन्टामा बल्ल बल्ल आइयो है साथीहरू। यहाँ चाहिँ हाम्रो साथीहरू कता छन् है। कता त अलि बलियो हिँडिसक्नु भयो। हामी चाहिँ बल्ल ल हेर्न सक्नुहुन्छ बल्ल फाइनल्ली बुगी आइयो है। गाह्रो छ बुगीको ठाउँ चाहिँ यही हो। ठाउँ राम्रो स्वर्ग। ल म चाहिँ यहाँ साथीहरू खोज्नु जान्छु। साथीहरू चाहिँ कता बसेका छन् मेरो साथीहरू। यस्तो दामी रहेछ यार। नेपालमा पनि यस्तो सुन्दर ठाउँ रहेछ है। सिक्किमभन्दा कम छैन। यस्तो हरिफ छ। सिक्किमभन्दा कम छैन। तर यहाँ चाहिँ बस्नु चाहिँ यस्तरी बस्नु पर्दो रहेछ। ठिकै छ। यो चाहिँ सिक्किमभन्दा कम छैन है साथीहरू। यो मजा। यहाँ आउनुको विशेषता छुट्टै छ। साथीहरू कता? हेलो हेलो बासु सर के छ? ठिक छ नि? स्वर्ग रहेछ स्वर्ग। सबैजनाले लोकेश मगर युट्युब च्यानलमा हेरिदिनु होला। मैले चाहिँ लोकेश मगर युट्युब च्यानलमा अपलोड गर्नेछु। सबैजनाले हेरेर साथ दिनु होला। यस्तो छ ट्रेन मिठो छ ठाउँ बस्ने आम्मा है। हाम्रो साथीहरू चाहिँ यता बसिराख्नु भएको छ है। स्वर्ग छ ठाउँ। नाइस। यो हो नि त ठाउँ भनेको। यस्तो ठाउँमा बस्नु भनेको आउनु भनेको त धेरै भाग्यमानी बुगी पाटन है साथीहरू है। बल्ल 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 5 घन्टा हिँडेर यो। तर घोडा त चढ्नु नै पर्दो रहेछ है। तर 7 किलोमिटर हो यो त धेरै होला है। फाइनल्ली आइयो है। के छ हाम्रो घोडा? एकदम ठीक छ। सर चाहिँ यता हुनुहुन्छ हाम्रो। टिकाधारा नजाने नि त फेरि अर्थै छैन कि। त्यस्तो सुन्दर ठाउँ छ अरे हिमालहरू देख्नलाई। हिमाल त खुलो भने देख्ने हो। यति हेर्नु यो भनेको त यता किचन होइन है। यता हाम्रो सरहरूको किचन छ। सुकुटी झुन्डानु भएको छ क्या? छैन यस्तो छ है। मिठो छ। यस्तरी बनाउनु हुँदैछ। हाम्रो साथीहरू चाहिँ यता चाहिँ घोडा चढिरहेको छ। ल यता बसिया छ के अरे। ल बल्ल बल्ल कटेजमा आइयो है। स्वर्ग ठिक छ है। ओके छ है साथीहरू। ल
तोरण रानिदिन्न सोरौँ न यहाँ तोरण रानिदिन्छ है ओहो र ल यस्तो मजा ठाउँ रहेछ कि यता चाहिँ घोडा चलिरहेको छ ल है साथीहरू